मामा भान्जा पेडा भण्डार एन्ड खाना होटेल। आम्बो दोकानको नाम त ओभर छ त अन्त मामा भान्जा अरे। रोटी चिकन खाने कि के गर्ने? कति हो सब्जी भात पनि छ अरे कि। रोटी कति रुपियाँ रोटी एउटा? बङ्गलादेशबाट आएको नि सबै पहिला यहाँ कति बङ्गलादेशबाट बसेछ नि यहाँ टेररिस्ट भनिदिइहाल्छ टेररिस्ट। डुप्लिकेट नागरिकता बनाउँछ भोट कार्ड आधार कार्ड अनि हेलो एभ्रीबडी। हेलो So we are heading towards Nepal guys. इस आधार कार्ड देखाएर जानुपर्छ। त्यही त सबैले लड्का यहाँ म क्यामेरा बन्द गरेको अब किन भन्दाखेरि अब यहाँ बोर्डर यो कहाँदेखि कहाँसम्म भयो यो काँकर भित्ता टु सम्म जान्छ। लुम्बिनी डाइरेक्ट पाइँदैन यहाँबाट भैरवा भन्ने ठाउँबाट तपाईँको ट्याक्सी पाइन्छ। भैरवदेखिको टाढो लुम्बिनी। लुम्बिनी त्यहाँबाट तपाईँको आधी घन्टा 1 घन्टा लाग्छ बसमा जाँदा, ट्याक्सीमा आधी घन्टा। ट्याक्सी पाउँछ त्यहाँदेखि भैरवा। यस्तो छ तपाईँ ट्याक्सी पाउँछ 10 छ भने लुम्बिनी कहाँ जानुभयो? बुद्ध छन्मेको हेर्नु गएको त्यो जग्गामा। लुम्बिनी मात्रै हो कि पोखरातिर पनि जाने तपाईँहरू? लुम्बिनी मात्रै हो? हजुर लुम्बिनी मात्र हो। त्यहाँबाट उता बुद्धगाई जाने कि रिटर्न हुने? यता रिटर्न हुन्छ। ए काठमाडौँ फर्किन्छ त्यहाँदेखि फेरि। काठमाडौँ भयो। कहाँ जानु? यस्तो हुन्छ क्या नभए हाम्रो चाहिँ एउटा प्रोग्राम पनि हुन्छ कि प्रोग्राम पनि हुन्छ। हामी चाहिँ प्याकेज सिस्टम पनि गराउँछौँ। हामीले लुम्बिनीमा होटेल छ, कति रुपियाँ दिनुपर्ने हो? स्वयम्भूमा होटेल छ, बौद्धमा छ। त्यसरी जानुहुन्छ भने एउटा सिस्टम तरिकाले तपाईँलाई कति रुपियाँ हो यो? तरिकाले पनि हुन्छ। हामी सिम दिन्छौँ नेपालको। 15,000 नेपाली अरे। त्यसरी जानुभयो भने तपाईँहरू आइसी 10,000 रुपियाँ दिनुहोस् 1,000 रुपियाँ ब्याग कति छ यहाँ? 10 यहाँ 10 हो। आइसी कति रुपियाँ दिनु दाजु? दाजु आइसी कति रुपियाँ दिनु? 1,000 दिनुहोस् 10,000 दिनुहोस् 1,000 ब्याग 10,000 20,000 हो। कति रुपियाँ? आवर बस हानु बस कस्तो लाग्यो छुल्टिम? हानु बस कस्तो लाग्यो दादा? कुल है। अब हामी यसमा यहीँ सुत्छ आज यही बसमा। कस्तो लाग्दैछ तँलाई? आज हामी यही बसमा सुत्छ भाइ। कस्तो लाग्छ तँलाई? राम्रो लाग्दैछ? वाइफाई छ आज यो बसमा? वाइफाई छैन निकाल्दिएको। ए 40 जना वाइफाई चल्दैन नि। ए डाटा चलाउने मजा आउँछ। हामी अब सिद्धार्थ लेखेको बसमा चढ्न लागिरहेको छु। न टिकट दिएँ तपाईँलाई? दिएँ त मैले अघि हेर्नुको लागि। सिट ल ल ल ल अब चाहिँ मै राखेर यसो सिट हेर्नु लागि चढिए सो माई रियाक्सन टु दिस बस अफ फर्स्ट। यो बस चाहिँ कुछ यस्तो छ। यहाँभित्र यस्तो ड्राइभर पाइलटहरू बस्ने एकदमै राम्रो फर्स्ट क्लास बस। अन्त टिकट जुन चाहिँ छ यो चाहिँ 15,000 रुपियाँ नेपालको। ओ भाइ ए नम्बर हेर्नुपर्छ टिकटको त्यो। तर सुत्ने होला यसो। हो त्यो तानेर पछाडि। हेलो छोड्थे हामी गएको ल अब मोमो गएको ल बाई We are starting officially our journey. No, okay. सास भनेर हुन्छ यति बेसी यति छोटो समय
लाइट दामी लाग्यो मोमो सोल्टिङ के हेरेको नाना एक दिन त सुतेर पनि उठेर पनि फेरि सुत्न लागिरहेको छ And this is for you. सुबिस सुतेर उठेको किन रुको रुको हैन सुतेर त्यो लाटाले सुत्यो हामीहरू उपर दामी भ्यू हेरिरहेको छ मेनवाइल नानीहरू सुतिरहेको छ पहले डॉक्टर नीचे दवाई तो भेज दे देखिए मैं चाहता हूँ कि आप लोग सब सो वी जस्ट ह्याड खतरा जिन्दगीको सबसे भन्दा डरलाग्दो मासु भात खाएँ मैले कि यहाँ नाना हुनुहुन्छ रेखा नाना हुनुहुन्छ यहाँनिर नाना हाम्रो के भयो हल्क पाएँ मैले हल्क म चाहिँदैन ट्याटु स्याटु I'll see you in Bhairava tomorrow and tomorrow we'll go to Lumbini. भोलि भेटौँ पनि रड्डी जाडो छ नि त मुनि के साह्रो जाडो लाग्यो यस्तोतिर यो गाडीमा भाइहरू यसमा चिसोकै गाडी के भएको किन यति साह्रो जाडो भएको यो चितवन हो उयो के भन्छ चितवन नेसनल पार्क कुन छ नि त कताको त्यो ए बल्ल सासमा सास आयो अरे 3:30 भयो ल नाना कतिको जाडो मुटु भित्रको मात्रै हुने रहेछ के अरे त्यो पिक्चरमा भने जस्तै नानालाई जाडो भइरहेको चितवनमा चिया खाएको भने जाडो 3 बजेको छ 3:30 चार बज्न आँट्यो नेपालमा चाहिँ ए उयो के भन्छ इन्डियामा आयो आयो मोमोको सिट्यो नानाको लास्टमा गएर सुनिदियो